हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल है। आज चाहिँ अब लङ टाइम पछि चाहिँ अब आज बाइकको भ्लग होइन गाडीको भ्लग आउँदैछ। अब अहिले बिहान कति बज्यो, 3:30 बजीदेखि उठेको है। रेडी हुनु अहिलेसम्म टाइम लाग्यो। अब आज चाहिँ हामी मनोकामना दर्शन गर्न जान्छौँ। सो अब एकैचोटि बाटोमा भेटौँला है त गाइज। हामी चाहिँ अब है गाडीमा आइपुग्यौँ। अब टक्क लगाएर दिदीले यता म घुमाउँदै हुन्छ, बुढी भाउजू। वाह, विदेशतिर हुन्छ नि माथि टक्क क्यामेरा। त्यहाँ माथि त फेरि खाली नै थियो है, माथि त चेक पोइन्टमा। एकछिन पर्छ यसलाई बाटो छोड्दै ओभरटेक गर्नु खोज्यो होला। कम त लामो छैन है। बुझेर आइज त टिकट छ, टिकट ये तो 32 के बाद आते हैं 100 अब टिकट भइसक्यो। कहाँ भने के त अगाडि के भने गाडी कहाँ राख्यो तिमीहरूले? ऊ त तल कता लाँदै थियो लाइन्स। यस, हामी चाहिँ केबल कार चढिसक्यौँ है गाइज। अब माथि माथि राम्रो होला यार, उइसो सिसो लागेर। टेन्सनै आउँदैछ त यार। को हिँड्छ त? हिँड्छ म हिँड्छ केटा भाइ जुङ्गे यता बास भाइरल भोइस केटा त पनि हो भने बिग फ्यान दाइ भन्दै आयो भने मेरो नाम लिए है भाउजू। तपाईँ झन् भाइरल भा चस्मी अलि को भने कमेन्टमा साइड हाल्ला भने डर भने। बाटो नि छ माथि नै हिँड्दै जाने बाटो चाहिँ यही हो कि क्या? यही गाडीमा चाहिँ कति लाग्छ? हामी त कहाँ जस्तो जानु आउनुलाई 300, जानुलाई मात्रै 200। मतलब आफ्नै गाडी लग्यो भने ए आफ्नै गाडी लग्यो भने त अब 1 घन्टामा पुगिहाल्छ के। 1 घन्टा लाग्दैन। 1 घन्टामा भाइ तेरो अब त भाइरल है, तै हराउने पर्छ। अब के हो यस्तो? बा के हो यार, हामी त आकाशमाथि आइपुग्यो क्या हो केटा? ए एक दिशा त जाओस् न त प्रताप। दाढी पालेर लास हिँड्छन् देखेको छ केटा तँलाई? छोली के भयो? गाडी लाग्छ 3 घन्टा। आयो केटा, ल स्माइल खिचिक्क ल हेर ल। पैसा चाहिँ कति साह्रो दारी आएछ तँलाई? त्यही भएर दिनै काट्दै रहेछ अस्ति घरमा आउनु। ए नास मोबाइल झन्डै झरेन अहिले। कति ठुलो देखेको दारी खिचिक्क नहाँसिकन एउटा खिच्दिन त यार। म त हराउँछस् के भाइरल हुन्न। गोरो मान्छे कुहिरोमा हराइहाल्छन्, कालो मान्छे प्रष्ट देखिन्छ त हो भने रियल पक्रो हो नि यार। यस्तो गोरो छु यार बस। त्यो यो के रोपे जस्तो देखिन्छ। यो मजाले के हो यो दारीहरू रोपे जस्तो देखिन्छ है। साँच्ची यार कस्तो देखेको है त्यो दारी दिनकै काट्नु हुन्थ्यो नि अन्त दिनकै काट्दै क्या त यादै नपरेको भाइ म आएर फेरि भाइरल होला फेरि।
भयो त भाइ र तँलाई बिग फ्यान दाइ भन्दै आउँछ कि होइन फेरि तँलाई के भन्दै आयो भने दाइ तपाईँले चाहिँ होइन अर्को दाइ देखेर भाइरल भएको त्यो दाइ कहाँ हुनुहुन्छ भने त के गर्छ ओहो कस्तो तातो आएको है जोस मजा आइरहेछ अब बल्ल क्या क्लियर के त एन्टी लाइट पर्दो रहेछ उता त कस्तो यस राम्रो आइरहेछ यस्तो उकालोमा कसरी तान्ला है आम्मा तान्ने भने यो त ट्याप यो त्यो नै यो लट्कानै हुँदैन हो नि यो फिक्स ठाउँमा हो यो त थाहा छ डोरी त कहाँ घुमेपछि त घुमिहाल्छ त्यही पनि कति लोड पर्ला भने नि लोड नपर्ने जहिले पनि सक्दैन तर म नि उता गरिहाल्छु त्यसको मेरो नाम आउँछ यस पहिलोचोटि मनोकामना नि दर्शन गरेँ होइन पर होइन त्यो आइसकेछ त यार दुईजना मात्र तपाईँहरू त पार्टनर हो भर्खर आउनु भएको यहाँ पनि लाइन बस्नुपर्छ होला फेरि त्यो अहिले चाहिँ छैन ल बस हाम्रो प्लेन ल्यान्डिङ भयो अब पकडै अब भाउजूले पुगिहाल्यो कति स्पिड आएको है अन्तिममा त अब चाहिँ हामी झर्दैछौँ हामी चाहिँ मनोकामना आइपुग्यौँ होइन माथि यस्तो छ दामी भ्यू भइरहेछ के को हल्ला हो यस्तो भन्दा बानी परिसकेको होला अहिले फर्किँदा आउला खिचाउनु भयो भने फर्किँदा तयार भइरहेको ओके राम्रो राम्रो माया लाग्दैन नि हो कता छ झैया भन्ने के भन्नु एउटा दिदी भाइ दिदी खाना एक सौ प्याज में खिलाऊंगा खाना रोटी जेरी पूरी आलू पराठा पनीर पराठा ओहो एकछिन त कस्तो के कन्फ्युजन बनाइदियो है 50 भन्ने मात्रै नानी 50 भन्यो अनि समाएपछि 1050 भन्ने हो 550 भन्ने हो क्या हेरी हुन्छ कि सामान हेरेर हुन्छ यो 80 रुपैयाँको भएको यो सिम्पल सादाको अनि त्यो सबै चुनौट सबै भएको लानु एउटा एउटा लि त ओ मन्दिर आयो ल सबैको रक्षा गरून् खाली उता जाने हो नि त त्यो अब चाहिँ हामी फर्किन आँटेको यस रमाइलो भयो उज्यालो भइसक्यो यार उज्यालो रे टन्टला पुरै घाम लाग्छ यहाँ केबुल गाड सर ल गाइज हामी चाहिँ लाग्यौँ है अब लाज हुन्छ हुनु न यार यहाँ
युट्युबर जान्छ त यार के भने यार जान्दिन नि युट्युबर हो त यार गाइज यार तिमीहरूको दादालाई यार बिल्ला हान्नु त यार केटा हो यार के गर्नु त यार हामी चाहिँ चलेर तल कहाँ तिमी यता आएर बस पर्दैन बा के हो यो प्याराग्लाइडिङ यो जम्बी के अरे बन्जी जम्प बा गाडी आउने त्यत्रो घुमेर आउँदा कम्ती तनाव हुन्छ भन्ने त्यसै 1 घन्टा लाग्छ त नि स्वाट जान्छ अब लाली गुराँस पनि रहेछ त त्यहाँ बस खाना सुरु अब ल है ल खालाली सन्तानले अब खाना सुरु गर्यो लोकल ए दाइ अब चाहिँ हामी चाहिँ होइन अब खाना खाएर कता लाग्छौँ
ल गाइज हामी चाहिँ काठमाडौँ छिटिसक्यौँ है आज रमाइलो भयो है हिँडाइछु गाइज म त होइन मल्ल उठेँ यस्तै हो चिल है अहिले ट्याक्कै हामी कलङ्की चोकमा अब यहाँबाट बायाँ लगाएर बल्कुबाट ट्याक सर्टकट बाटो हुँदै लाग्छौँ है गाइज यस्तै हो ए गुरुबा आज कस्तो भयो त चिल होइन बुढी कस्तो भयो केही बोल्नु न भाउजू ल ल नेन्छु कस्तो भयो आज गुड ए छोरीलाई चिल भयो अरे जस्तै हो है लामो समयपछि भिडियो बनाउनु पाइयो खोइ खुसी भन्ने कि दुखी भन्ने के हो यस्तै छ जे छ चिल है छैन अब यति भन्दै आजको भ्लगलाई सिधै पर्दैन छेउबाट आजको भ्लगलाई यहीँ इन्डिङ हाम्रो है गाइज अब जस्तो लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला अब सायदै भिडियो एकदम लामो समयपछि आउने छ जस्तो लाग्दैछ मलाई केही छैन है बाई